Hello everyone, this is me Prakash, working as a senior QA engineer. आज चाहिँ अलिकति स्वरहरू भाँचिरहेछ मेरो भर्खरै कुण्डलिनी मेडिटेसन ओसोको गरेर आयो अनि आजको दिन चाहिँ अरू दिनभन्दा धेरै नै फरक भयो हैन आज कति कुराहरू फुलफिल गर्नुपर्ने थियो डिटर्मिनेसन पावरहरू चेक गर्नुपर्ने थियो and I guess I'm successful. आजको दिन यस्तो राम्रो भयो कि अलमोस्ट 9 आवर्समा 7 आवर्स चाहिँ कुर्सीमा बसेर गयो मजाले अनि अहिलेसम्म नि ब्याक पेन भएको छैन शरीर एक ठाउँमा लागेपछि मन पनि त्यहाँ रमायो भने चाहिँ एकदम आनन्दित हुने रहेछ है यो पनि थाहा भयो अनि बेलुकाको यो कुण्डलिनी गरेपछि कस्तो अलिकति इमोसनल अलिकति लभेबल अरूलाई हेल्प गरौँ टाइपको भावहरू चाहिँ मनमा खेल्दै थियो त्यो बेला नै हैन आँखा नि अलिअलि रसाइरहेको थियो आफूले गर्न नसकेको कुराहरूमा मन छ तर अहिलेको लागि मात्र छ अनि भोलि कसैलाई पैसा दिनु पर्यो भने फेरि यो मन सोच दिन्छ क्या मन हैन बुद्धिले सोच दिन्छ अनि यस्तो यस्तो कुराहरू पनि फिल गर्दै थिएँ अनि कस्तो ब्युटिफुल थटहरू आइरहेको थियो अब ब्याक जानु हुँदैन सधैँ फरवर्ड एभ्री डे यु सुड लर्न एनिथिङ अर एभ्रिथिङ हैन यु सुड नट डिपेन्ड अन अदर भोलि बादलाई छोड्नुपर्छ भन्ने टाइपको ब्युटिफुल थटहरू आइरहेको थियो अनि यसले चाहिँ मलाई बुस्टअप गर्छ जस्तो लाग्यो स्वर चाहिँ अलिकति भाँसेको छ कि अलिकति रिकभर हुँदैछु म अनि डिटर्मिनेसनहरू सानसानो कुरा पनि पुरा हुँदाखेरि कस्तो कन्फिडेन्ट बुस्टअप हुने क्या त्यो कुराले चाहिँ कस्तो ह्याप्पी हुने अनि आजको दिन मैले लाइफमा हिजो र आज एआई चाहिँ यति युज गरिरहेको छु कि मेरो प्रोडक्टिभिटी दिनदिनै बढेको फिल गरिरहेको छु एन्ड एभ्री डे आई एम युजिङ इट होइन अब कति कुराहरू म बुझ्दिनँ थिएँ अब कोडेक्सले चाहिँ मलाई धेरै नै हेल्प गरिरहेछ यस्तो यस्तो कुराहरू बुझ्नलाई अनि मैले अहिले आएर के फिल गरिरहेको छु भन्दा लाइक हामीलाई केही कुरा आउँदैन भने त्यो हामी मेबी मेरो आफ्नो थट हामीले राम्रो टिचर पाएनौँ क्या उसले बुझाउन सकेन तिम्रो अनुसारले तिमी कसरी बुझ्न चाहन्छौ तर आजकल एआईको जमाना छ दे आर द बेस्ट टिचर फर यु